झिलमिला माताको दर्शन गर्दै बुलेट बाबा यहाँ झिलमिला माईमा माछाहरूलाई चारा हाल्दै हुनुहुन्छ। हाल्दाबित्तिकै आउँछ है। यो चाहिँ करेन्ट लाग्नेवाला माछा हो। एकै नाचको छ, कुनै सानो ठुलो छैन। जय झिलमिला माई, जय मत्स्य अवतार की जय। दिव्य दर्शन हजुरहरू गरिराख्नु भएको छ। झिलमिला सरोवर जो कञ्चनपुर जिल्लामा अवस्थित छ। त यहाँको प्राचीन इतिहास यो छ कि पाण्डवहरूसित जोडेको इतिहास छ कि पाण्डवहरू स्वर्गारोहणको क्रममा यहाँ यात्रा गर्दै आउनुभएको थियो र यस स्थानमा आएर रात्रि विश्राम गर्नुभयो र बिहान उठिसकेपछि द्रौपदीले 6वटा रोटी 5 पाण्डवको लागि र आफ्नो लागि गरेर 6वटा रोटी बनाएर द्रौपदीले राख्नुभयो र यहाँ पानीको सुविधा थिएन र पानी लिनको लागि तल जानुहुन्छ। पानी लिएर जब फर्केर आउनुहुन्छ, फर्केर आउँदाखेरि यहाँ हेर्नुहुन्छ सबैलाई भोजन जब थाली लगाउनुहुन्छ त 5 पाण्डवलाई 5वटा रोटी भयो, एउटा रोटी छैन र एउटा रोटी नहुँदाखेरि बडा आश्चर्य लाग्छ। तर तब पनि उहाँ चुपचाप आफ्नो थाली लगाउनुहुन्छ। सबैजनाको थाली लगाएर भोजन बसाल्नुहुन्छ र ल प्रसाद पाउनुहोस् भनेर भन्दाखेरि भीमले भन्नुहुन्छ तिमी किन पाउँदैनौ भनेर, म पछि पाउँछु भन्छ। तर त्यो कहानी पछि थाहा हुन्छ, भीमलाई चाहिँ थाहा हुन्छ कि किन आज रोटी तिमीले नबनाएको भनेर भन्दाखेरि होइन प्रभु मैले त 6वटै रोटी बनाएर गएकी थिएँ, आउँदाखेरि 5वटा मात्रै रहेछ भनेर यसरी चारैतिर यसो निहालेर हेर्दाखेरि माथि रुखमा चाहिँ कौवाले रोटी खाइराखेको थियो। एउटा रोटी कौवाले लिएर गएर र भीमले श्राप दिएको हुनाले यस स्थानमा यो एरियामा कौवाहरूको निवास छैन र पछि गएर यो स्थान फेरि ग्वालाहरूको गौशाला बन्यो र गौशाला बनिराखेको क्रममा पनि यहाँ गोठाला थियो, गोठ थियो र एउटा ग्वाला सपना हुन्छ। सपना भइसकेपछि कि यो यहाँबाट तिमीहरू आफ्नो गोठ सार अर्को ठाउँमा चेन्ज गर भनेर भनिसकेपछि अब कसैले मान्छन् कसैले मान्दैनन् र यहाँबाट गोठ सारेर अर्को ठाउँमा लिएर जान्छन् र 2-4 दिनपछि यहाँ आएर होइन हामीलाई गोठ सार्न लगाएका थिए, गएर हेरौँ न के भइरहेको छ भनेर हेर्न यहाँ आउँदाखेरि यो जल टनाटन जल यस्तै भरिरहेको थियो र चारैतिर दिया जलिरहेका थिए। झिलमिलले दियाहरूको भइरहेको थियो र यो तालको नाम झिलमिला ताल भनेर पनि यो फेमस भयो भन्ने एउटा यहाँको इतिहास छ। मौका लाग्यो भने जीवनमा दर्शन अवश्य गर्न आउनु होला। जय राधेश्याम, जय राधेश्याम, झिलमिला माई की जय, झिलमिला सरोवर की जय। बुलेट बाबा हामीहरूलाई जानकारी गराउँदै हुनुहुन्थ्यो झिलमिला सरोवरको बारेमा।